सो हेलो गाइस, के चाल खबर सबैलाई एकदमै आरामै सन्चै छ होला। म पनि एकदमै सन्चै छु। अनि दिमागमा एउटा आइडिया आयो। मैले यही डाइलग जो मेरो छ युट्युब च्यानलमा आउँदाखेरि हेलो गाइज वेलकम ब्याक टु आवर युट्युब च्यानल भन्ने, यसलाई चाहिँ मैले थोरै मोडिफिकेसन गरेर हिन्दीमा भन्दा चाहिँ कस्तो हुन्छ है त। पछि गएर मलाई काम लाग्छ त्यो इन्डियन त हिन्दीमा। ओके, स्टार्ट द भिडियो। ओके 1 2 मैले पहिले नै प्र्याक्टिस गरिसकेको थिएँ। ओके 1 2 3 गो। सो हेलो हाल तो आज स्वागत है सभी लोग को मेरे यूट्यूब चैनल आकाश एंड ब्लॉग में। तो आज मैं आज मैं दिखाने वाला हूँ आप सभी लोग को मेरा हेयर स्टाइल पर हिन्दी में। सो कतिपयले बुझ्नु भएको छैन होला, किन नबुझ्ने, मलाई नेपाल इन्डिया नै हुन लाग्यो अहिले। कपाल काटेँ, कपालको लुक्स पनि चेन्ज गरिदिएँ। अब फोकटका कुनै गधाहरूले फेरि मलाई कपाल काटेको भिडियो पनि गरेर हालिस्, त काम छैन भने भन्नु होला। कतिपयले ओहो कन्टेन्ट चाहियो बाबुलाई, छुट्टी भएछ कन्टेन्ट खोज्यो होला भन्नु होला होइन। कतिपय चाहिँ रिसाएरै बर्बाद हुनु होला। ठिक छ, त्यसको लागि पनि मैले केही भन्न सक्दिनँ होइन। अब रिसाउनु भएकोले कमेन्टमा गरिदिनु होला। कतिको कमेन्ट फेरि मेरो उसमा आउने बित्तिकै फेरि मैले ब्लक हानिदिन्छु होइन। केही मिल्दैन, त्यसको लागि केही पर्दैन। ओके, कपाल काट्ने मैले के गरेँ भन्दा स्लोप काटेँ होइन। हिजो अस्ति मैले कस्तो कपाल काट्थेँ भन्दा लो पेड काट्थेँ होइन। लो पेड काट्थेँ, तर अब चाहिँ एकदम सिम्पल स्लोप काटेँ। स्लोप काटेर म यता देखियो होइन होला, तर मैले यहाँ लाइन हालिदिएँ क्या। ओके, यहाँ लाइन हालिदिएँ हो। अनि कपाललाई चाहिँ मैले पहिला यस्तै तल राख्थेँ नि त, पुरानो ब्लगमा पनि देख्न सकिन्छ। अहिले चाहिँ यस्तरी माथि राखेको छु मैले कपाल, जस्ट लाइक बाक्लो। अनि थोरै देखियो होला यहाँ यस्तो कपाल काटेको। अनि त्यसपछि सासै लुक्स मेरो चेन्ज भयो जस्तो लाग्दैन होइन। लाग्छ मलाई धेरै चेन्ज भयो लाग्छ। कपाल चाहिँ तलको चढेर चाहिँ माथिसक्यो अहिले चाहिँ होइन। त्यही हो कुरा। अनि इन्डमा पनि मैले कसरी इन्ड गरिदिन्छु भन्दा ब्लगलाई हिन्दीमै के है टक्क लाएर हिन्दीमै ब्लग इन गरौँ भन्ने कुरा मेरो जिज्ञासापूर्वक तरिकाले यो कुरा चाहिँ मेरो प्रसारण भयो। ओके, स्टार्ट गरौँ है त। सो गाइज ये वीडियो यहाँ तक देखने के लिए आप सभी लोग को थ्याङ्क यू होइन। अनि नेपालीमै भन्दाखेरि यो भिडियो यहाँसम्म हेर्नुभएको लागि धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ। लाइक एन्ड सब्सक्राइब, डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब। भन्दै बिदा हुन चाहन्छु। बाई बाई। अनि अगाडिको भिडियोमा चाहिँ मैले एउटा गीत हालेको थिएँ, भेजी आउन मुलाजी यार, दिमाग खराब हुन लाग्यो नि यार। कसलाई यो मेरो पीडा कसलाई सुनाउने, दिमाग खराब हुन लाग्छ कि साँच्चै शब्दै छैन कि त्यहाँ होइन। दिमाग खराब हुन लाग्यो। थ्याङ्क यू फर वाचिङ भन्छु। फेरि यतिखेर भिडियो गराएको हेर्छु, त्यसपछि फेरि उत्तिखेरै बन्द गर्न खोज्छु, उत्तिखेर एडिट हुन्छ, त्यो थम्बनेल समयले भन्छ। उत्तिखेर त भन्दा भनौँ अझ टाइम लाग्छ। त्यसपछि भिडियो अपलोड गर्छु, फेरि लगाउँछु। अमेजिङ छ कि जिन्दगी। अनि त्यही हो, अस्तिको भिडियोमा चाहिँ राम्रो भ्युज आएन। अहिले जुन भिडियो आयो त्यसमा उठाउने भ्युज आएन। छुट्टी भयो, केही गर्न खोज्छु, केही गर्न सक्दिनँ यार, के भन्ने यार। सजेसन यसो आइडिया छ भने यसो कमेन्ट बक्समा हालिदिनु होला। अनि विशेष गरी मैले अर्कै भिडियो गराउन खोजेको थिएँ, जुन चाहिँ मेरो विशेष गरी एउटा पार्टनर भन्ने थियो। उहाँको कारणले गर्दा मिलेन, किनकि उहाँ आउँदै आउनु भएन, धेरै तरिकाले गेममै व्यस्त हुने भयो, सोचेको जस्तो कुरै भएन यहाँ। त्यसपछि अब विशेष तरिकाले म नयाँ पार्टनर खोज्दै यो भिडियोको लागि। अनि त्यो पार्टनर भेटेपछि चाहिँ अब हाम्रो कन्टेन्ट नै अर्कै हुन्छ, भिडियो नै अर्कै हुन्छ। सायद यस्तो भ्लग पनि नआउनसक्छ। अनि फेरि यस्तो भ्लग पनि आउनसक्छ, फेरि अमेजिङ छ। अब भ्लग चाहिँ कन्टिन्यू गर्ने होला जस्तो लागिरहेको छ मलाई। अब पार्टनर भेट्यो भने चाहिँ अब अर्को भिडियो पनि भन्छ। अनि यता डिएमलाई डिभाइसहरू पनि खान्छ,
त्यही हो भिडियो त भन्यो तर के बारेमा भन्यो हत्तपत्त हेर्ने यहाँसम्म भिडियो कसैले हेर्दा नि हेऱ्यो भने मलाई ढुक्क थाहा कसैले भिडियो हेरे त यहाँसम्म भिडियो हेरेकोलाई कमेन्ट गरिदिनु होला पक्कै यहाँसम्म भिडियो हेर्ने कोही छँदै छैन साँच्चै भन्ने हो भने यहाँसम्म भिडियो हेर्नेवाला कोही छँदै छैन कि म एक्लै बतुरा हो यहाँ छ कोही छ भने कमेन्ट है ल थ्याङ्क यू फर वाचिङ अनि अर्को भिडियोमा चाहिँ भ्लगै आउँछ अब राम्रै है मलाई यहाँ बसी बसी मलाई झ्याउलाउनु लाग्यो होइन अमेजिङ छ कि राति हुनु लाग्यो कति बज्यो अहिले ठ्याक्क 6:05 गइसकेको छ अनि त्यही हो बसी बोर हुनु लाग्यो बरु स्कुलै भइदिइहाल्थ्यो जस्तो लाग्नु लाग्यो अहिले त ओके एक्जाम चलिरहेछ सबैलाई बेस्ट अफ लक हाम्रो एक्जाम भइसक्यो 9 क्लासको थियो अनि 10 क्लासमा हुनुभएको लागि बेस्ट अफ लक र सेसन क्लासकाहरूलाई पनि बेस्ट अफ लक हाम्रो त भइसक्यो होइन एक्जाम चाहिँ ट्याक्क हाम्रो चाहिँ 10 क्लासको एक्जाम चाहिँ अहिले चलिरहेको होला अनि यो विशेष गरी 9देखि मुनिको चाहिँ भइसक्यो 9को पनि भइयो सबैको पनि भइसक्यो अनि अरू क्लासको चाहिँ चलिरहेछ सो थ्याङ्क यू फर वाचिङ बाई बाई भन्न चाहन्छु माइक चाहिँ मैले मुखभित्रै हाल्न लाग्यो के को बारेमा भिडियो गरौँ भन्ने सोध्छ यार दुइटै थ्याङ्क यू फर वाचिङ भनिसक्यो है के गर्ने भन्ने कुरा छ भिडियो जति मैले किन यो भिडियो हालेको भन्दा मैले कन्टेन्ट छैन नि त अनि कन्टेन्ट नभए पनि मैले भिडियो हालिदिएँ किनकि के अरे युट्युबले फेरि पठाउँछ नि त अब जति भिडियो हाल्यो त्यति अब पठाइदिइहाल्छ नि त मान्छेहरूलाई मैले जति भिडियो हालेँ त्यति बलले पठाउँछ जति भिडियो हाल्यो त्यति बलले पठाउँछ अब केटाकोले राम्रै कन्टेन्ट भयो भने पनि युट्युबले पठाएन भने म त्यहीँ फेरि बर्बाद हुन्छु नि त त्यस कारणले पनि म भिडियो हाल्न पनि अवस्था देखिरहेको छु छुट्टी हो 1.5 महिना छुट्टी हो म बोलाएर बसेको कि पार्टनर खाएको छ है ल है त लास्ट अब यो त फाइनल हो थ्याङ्क यू फर वाचिङ बाई बाई अनि यो भिडियो चाहिँ यहाँसम्म कसले हेरे कमेन्ट गरिदियो है ल बाई बाई थ्याङ्क यू फर वाचिङ ल